नमस्कार, म सरोज मलिक यहाँहरूलाई जानकी टेलिभिजनमा स्वागत छ। अहिलेको मुख्य समाचार। कमला पुलमा आवागमन अवरुद्ध। धनुषा र सिराहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत प्रमुख मार्ग रहेका कमला नदीमा बनाइएको अस्थायी बाँध भत्किएर आवागमन अवरुद्ध भएको छ। कमला पुल नजिक बनाएको अस्थायी बाँध डाइभर्सन वर्षाले पानीको सतह बढेर बाँध भत्किँदा गत 2 दिनदेखि आवागमन ठप्प भएको जनाएको छ। आइतबार बिहान परेको वर्षासँगै कमला नदीमा पानीको बहाव अचानक बढेको थियो। पानीको सतह बढ्दै करिब 30 मिटर लामो अस्थायी बाँधको 3 फिट माथिसम्म पुगेको थियो। अत्याधिक दबाव सहन नसक्दा डाइभर्सन बिचैबाट भत्कियो, जसका कारण दुवै तर्फका सयौं सवारी साधन बीच बाटोमै फँसेको थियो। पछि प्रशासनको पहलमा ती सवारी साधनलाई उद्धार गरिएको स्थानीयहरूले बताएका छन्। कमला नगरपालिका 5 का वडाध्यक्ष शिवा पासवानका अनुसार पानी डाइभर्सन भन्दा करिब 3 फिट माथिसम्म पुगेको थियो। अहिले पानीको सतह केही घटेर 1 देखि 1.5 फिटसम्म झरेको छ। लेखापालको चर्तिकाला अगाडि प्रहरी मुखदर्शक शक्ति र पहुँचको चरम दुरुपयोग, बन्दुक पड्काउँदा कारबाहीको माग। रौतहट जिल्लाको गरुडा नगरपालिका लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएपछि उनीमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ। लेखापाल सहनीले पड्काएको बन्दुक दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अवस्थामा उनको आलोचनासँगै शक्ति पहुँचका कारण समाजमा त्रास वातावरण बनाउन खोजेको भन्दै उनलाई कारबाही गर्न आवाज उठ्न थालेको छ। उनको यस हरकतले सरकारी कर्मचारीको आचरण र कानुनी जिम्मेवारी बारे गम्भीर प्रश्न खडा गरेको छ। गरुडा नगरपालिकामा कार्यरत लेखापाल सहनी सोही नगरपालिकाका वडा नम्बर 3 मलाही टोलमा आफ्ना एक आफन्तको छोरीको विवाह समारोहमा बन्दुक पड्काउँदै गरेको दृश्य सहितको भिडियोमा देखिन्छ। उक्त भिडियोमा उनीसँगै रहेका अर्का एक व्यक्तिले पनि बन्दुक चलाएको स्पष्ट देख्न सकिन्छ। घटनाले थप चर्चा तब पायो जब बन्दुकको गोली लागेर विवाहमा प्रयोग गरिरहेको महँगो ड्रोन क्यामेरा नष्ट भएको दृश्य सार्वजनिक भयो। लाखौं मूल्य पर्ने उक्त उपकरण फुटेको घटनापछि सामाजिक सञ्जालमा आलोचना झनै चर्किएको छ। सरकारी पदमा बसेका व्यक्तिले सार्वजनिक समारोहमा हतियार प्रयोग गर्नु कति उचित हो भन्ने प्रश्न व्यापक रूपमा उठिरहेको छ। आज देशभर हावाहुरी र पानी पर्ने चेतावनी। बुधबार देशभर हावाहुरी सँगै पानी पर्ने चेतावनी जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको छ। गत शनिबारदेखि पानी पर्ने बादल लाग्ने भइरहेकोमा मलङ्गवा रातिदेखि नै भने प्रिय मनसुन सक्रिय हुने देखिएको छ। पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण बुधबार कोशी प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै बुधबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने देखिए पनि कोशी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भने ठूलो वर्षाको पनि सम्भावना छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार प्री मनसुनको सिजन भएकाले मेघगर्जना, चट्याङ र हावाहुरीको सम्भावना रहेको जनाएको छ। उनले भने आज राति कोशीका धेरै स्थान, मधेस, बागमती र गण्डकीका केही स्थानमा पानी पर्ने देखिन्छ। बुधबार भने अझ विस्तार भएर देशभर पानी पर्ने आकलन गरेको छ। लिग 2 क्रिकेटमा नेपाल र ओमान खेल्दै यसअघि पहिलो खेलमा नेपालले युएईलाई हराइसकेको छ।
ओमानले भने पहिलो खेलमा युएसँग हार बिहोरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपाल, युएई र ओमान बीचको ओडीआई श्रृङ्खलामा नेपालले आज दोस्रो खेल खेल्दैछ। नेपालले यो श्रृङ्खलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्ने लागेको हो। खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा सुरु हुनेछ। यसअघि पहिलो खेलमा नेपालले युएईलाई हराइसकेको छ। ओमानले भने पहिलो खेलमा युएईसँग हार बिहोरेको छ। लिग 2 को अङ्क तालिकामा नेपाल 21 खेलबाट 14 अङ्क जोडेर 7औं स्थानमा छ भने ओमान 25 खेलमा 29 अङ्क जोडेर तेस्रो स्थानमा छ। धन्यवाद। हेर्दै रहनुहोला जानकी टेलिभिजन।